बरा खिच्नु पो सबै फोटो खिच्नु यतापट्टिबाट चाहिँ सबैजना मजाले आउँछ धेरै पढ्नु ज्ञानी हुनु पढ्नले किताबै मात्र पढ्नु पनि हैन घर व्यवहार राम्ररी पढ्नु हैन मारो मुझे मारो हो सही हो घर व्यवहार चाहिँ राम्रो पढ्नु सबै राम्रो तर लथिङ नानी चाहिँ तेर्छ्याएर सबै निचङ चाहिँ तेर्छ्यायो टिका लाउनु पनि माग्दैन डिस्टर्ब गर्छ एउटा बटुमा पानी एउटा उडा डिस्टर्ब गर्छ भनेर उसको मम्मीले छिटो सुताएको यहाँ कान्छी बाठिरहेछ त्यसो भने हैन नि इन्द्रा सुत्ने बेला भएर मेरो मोबाइल चाहिँ नराम्रो हो यतै आउनु न यता हुन्छ होला भोलि आउनु ओ भाइ लगाइदिए आमाले लु फटाफट है कार्यक्रम चाहिँ ठीक छ नि त म त यसो गरे सिधा बनाए त सिधा थोप्रा हाम्रो अलि पूजाला बाङ्गो भरे अनि यसो गरे सिधा लानु पर्यो छोराछोरीलाई त 10 रुपैयाँ गोटा राख्नुपर्छ खत्म बाय बाय टाटा गुड बाय गया बोजूको पनि अब काकीहरुको पनि यसो के भन्छ त्यो पण्डितले जस्तो उ गर्नुपर्छ है मम्मी कति भयो भाग्यमानी हुनु धेरै पढ्नु मनै भन्दै हुनुहुन्छ के यताबाट चाहिँ खिच्नु पर्ने रहेछ राजकुमार भएको देखि राम्रो आयो तिमीले खिच्यो नयाँ फोनबाट खै यसपालि त भेट भइयो टिका लाइयो भन्नु पर्यो नि हैन अब अर्को साल के हुन्छ धेरै निधार भोरी यति आशिकले त यी घरमा आयो झन्नै एकजस हुन गाह्रो भइरहेको छ गाह्रो छ है खेल्दा कस्तो नाति चाहियो भन्छ त्यही हो अर्को म के छैन त्यही हो लाउँदै गरेको चाहिँ एउटा खिच्नु पर्ने थियो नि ब्लग बनाउनु न बुबा आमा ब्लग बनाउनु ब्लग तेरे चाहिँ किन आउनु पर्यो पनि लिने हे छुट्टाइ खानु हाम्रो अमेसा र मेरो निधार फेरि सानो छैन रुको जरा सबर करो एक छेउबाट टिका लाउँदै जानुपर्छ मम्मी त्यस्तो निधार यताबाट के यताबाट आशिक धेरै हैन निधारला धेरै आशिक जान्छ होला हौ आमा चामल सकिन्छ त्यत्रो टिका लगाएर छैन त मैले अघि भन्न घाटामा गइन्छ ठिका लगाइदिनु भनेर आम्मा निधार ठुलो भएको के फाइदा हैन अब हैन नि हो सबै राम्रो हुनुहुन्छ तपाईहरु सबै राम्रो छ पैसा दिने काम नगर्नु 10 रुपैयाँ दिनु दक्षिणा एकछिनमा घुमेर सबै यतै आउने गोजी रितिन्छ है भिडियो हुँदैछ है मेरो फोनबाट चाहिँ ऊ कसकोबाट फोटो मेरो त यहाँबाट त भिडियो मात्र हुँदैछ है भिडियो फोटो लास्टमा खिच्छु
लु आमाले लैदिहाल्नु त अनि हामी अनि कान्छीहरू त फेरि को भयो त नि अब फेरि अर्को लट कुन कान्छी बहिनी कान्छी नानीहरू हुन्छ नानीहरू पनि एक लट छ फेरि पैसा पर्दैन मम्मी सदा यसले खर्च पुगोस् नभन्नु हुन्छ ल अब खर्च ल यो भिडियो मेरोमा त राम्रो आयो अब यता चाहिँ कस्तो आयो म फोटो नामै अहिले जेन्जी यिनीहरू छोरा खलक हुनु तीनजनालाई बिचरा लाइन लागिरहेछ त्यहाँ अस्मिताको एक साइड मात्र भएछ अलिक धन्य धेरै मान न नबाटारी